हेलो इन वेलकम ब्याक टु माई च्यानल। तपाईहरुलाई स्वागत छ मेरो फिटनेस जर्नीमा। अनि आज चाहिँ म चाहिँ गइरहेको छु होम वर्कआउट गर्नलाई। अनि मैले होम वर्कआउट गर्दाखेरि चाहिने सामान चाहिँ बनाइसकेको छु। तपाईहरुले पनि बनाउन सक्नुहुनेछ। यसले चाहिँ म के गर्छु अहिले म तपाईहरुलाई देखाउँछु। अनि तपाईहरुलाई चाहिँ लाग्छ होला होम वर्कआउट गरेर के राम्रो बडी बन्छ, तर तपाईहरुलाई लाग्छ कि लाग्दैन, तर मलाई चाहिँ लाग्छ बन्छ भनेर, किनकि मेहनतमा फरक पर्छ। तपाईहरुले पनि राम्रो तरिकाले गर्नुभयो भने तपाईहरुको पनि 1 महिना 1.5 महिनासम्म बन्छ बडी, राम्रो फिजिक बनाउन सक्नुहुन्छ तपाईले होम वर्कआउट गरेरै पनि। सबभन्दा सुरुमा चाहिँ म शोल्डर ट्रेन गर्छु। अनि म चाहिँ शोल्डरको चाहिँ 15 हान्छु। तपाईहरुको पनि सुरुमा चाहिँ हातहरु दुख्छ, त्यही भएर चाहिँ थोरै हान्दा पनि हुन्छ। तपाईहरुले 5, 8, 10 हान्दा पनि राम्रो हुन्छ सुरु दिनु हो भने तपाईहरुको। अनि बढ्दै गएको गर्मीमा चाहिँ वर्कआउट गर्न झन् गाह्रो छ एकदम नै। अब गर्मी छ भनेर वर्कआउट नै नगरौँ भने त कसरी बडी बन्छ, त्यही भएर मेहनत चाहिँ गर्नुपर्छ। अनि म चाहिँ फेरि शोल्डरकै लागि हान्छु 15 रेप। धेरै दिन वर्कआउट नगर्नुको कारणले चाहिँ मेरो हात चाहिँ ओभर दुखिरहेछ। अनि म चाहिँ पुसअप लगाउँछु 20 रेप फेरि। अनि पुसअप हानिसकेपछि चाहिँ मेरो चाहिँ फेरि पालो आउँछ सिक्स प्याकको लागि। अनि सिक्स प्याकको वर्कआउट चाहिँ म चाहिँ एकैचोटी 50 हानिदिन्छु एकचोटीमै। अनि फेरि फिंगर पुसअप हान्छु म चाहिँ 20। यो चाहिँ अहिले मैले आफै घरमा बनाएको थिएँ डम्बल चाहिँ, जसको चाहिँ म चाहिँ ब्याक मसल ट्रेन गर्नको लागि युज गर्छु। ब्याक मसलको लागि पनि म चाहिँ 15 रेप नै हान्छु सुरुचोटीमा। गर्मी मौसमले गर्दा होला एकदमै हालत चाहिँ खराब भइरहेको थियो मेरो चाहिँ। नबिसाइ पनि गरेर सुरु दिनमै चाहिँ मैले चाहिँ हार्डवर्क गरे जस्तै भइरहेको थियो। एकदम जिउहरुमा चाहिँ एकदम दुखाइ भइरहेको थियो, पेन भइरहेको थियो, किनकि मैले चाहिँ 2-3 दिनसम्म चाहिँ केही गरेकै थिइनँ, त्यतिकै बसिरहेको थिएँ र एक्कासी गरेको त ढाड दुख्न थाल्छ पनि, हातहरु पनि दुख्छ, खुट्टाहरु पनि दुख्छ। त्यही भएर सुरु दिन गर्दाखेरि चाहिँ तपाईहरुले चाहिँ नर्मल हान्नु होला, मैले जस्तै एकैचोटी हान्न नखोज्नु होला। अनि मैले लेगको लागि पनि वर्कआउट चाहिँ गरेको थिएन, आज चाहिँ लेगको लागि पनि थोरै भए पनि हान्दिन्छु म चाहिँ। ब्याक फ्लिप सिक्दाखेरि चाहिँ मेरो चाहिँ घोडा मड्किरहेको थियो र एकदम गाह्रो भइरहेको थियो मलाई सेटअप हान्न चाहिँ। त पनि जेसो त्यसो गरेर चाहिँ हान्छु अलिअलि भए पनि। अनि म चाहिँ फेरि शोल्डरको लागि 20 रेप हान्छु।
अनि फेरि सिक्स प्याककै वर्कआउट गर्छु म चाहिँ 30 रेप हान्छु फेरि म चाहिँ सिक्स प्याकको, किनकि सिक्स प्याक चाहिँ एकदम जरुरी छ बडीमा चाहिँ, एकदम कुल देख्नको लागि चाहिँ बडीमा सिक्स प्याक चाहिँ हुनु चाहिँ जरुरी छ एकदम नै। अनि आजको वर्कआउट चाहिँ म यतिमै सक्छु। लाइक पनि सब्स्क्राइब गरिदिनु होला, सपोर्टको जरुरी छ किनकि सब्स्क्राइबर पनि कम भइरहेछ युट्युबमा। अनि आजको वर्कआउटले चाहिँ बडी कन्डिसन हेर्न सक्नुहुनेछ, नेक्स्ट लेभल भइरहेछ एकदम दामी। तपाईहरुले पनि यस्तै फिजिक बनाउन सक्नुहुनेछ होम वर्कआउट गरेरै। मेहनत गर्नुपर्छ एकदम नै, बन्छ बिस्तारै भए पनि 1 महिना 2 महिनामा हेर्न सक्नुहुनेछ। मेरो पनि सुरुमा चाहिँ एकदम गाह्रो भइरहेथ्यो मलाई पनि, अब चाहिँ नर्मली गर्दै जानुहुन्छ तपाईहरु, त्यतिकै मोटिभेट हुँदै जानुहुन्छ आफ्नै बडी देखेर। लाइक पनि सब्स्क्राइब गरिदिनु होला, एकदमै युट्युबमा पनि सब्स्क्राइबर पनि कम भइरहेछ, मोटिभेट हुन हल्का गाह्रो छ। आजको लागि चाहिँ बाइ बाइ।